David Dang. David Dang. हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ नि सटरडे अनि छुट्टीको दिन चाहिँ नि म मेरो दिदी र भाउजूहरू अब दिदीहरू भएर चाहिँ नि हामी सुनवलको हिल पार्कमा जान लागेको। सो यता म दिदी सबै दिदीहरू अनि यहाँ भान्जा छन् साइकलमा अनि यहाँ चाहिँ हाम्रो सामानहरू छ अनि हामी चाहिँ नि सुनवलको हिल पार्क जान लागेको गाइज। सो अहिले चाहिँ नि हामी घरदेखि निस्किसकेका छौँ बल्ल अनि गएपछि चाहिँ नि भेट्छु है त। दिदीहरू चाहिँ नि के हेर्दै हिँड्नु भएको छ के कता हो? ओ मनी प्लान्ट हो, त्यो घरमा छ मनी प्लान्ट। बाबु त्यसरी नबस, अहिले लड्छौ। के अरे यस्तो भन के अपन का बैठने का स्टाइल थोड़ा क्याजुअल है भन ल भर्खरै भन। अनि अघि नै त भनिरहेको थियो त भिडियो नगर्दा त। बाबु किन त्यसरी बसेको, अहिले लड्छौ? हे गाइस, हामी चाहिँ सुनवलको हिल पार्कमा पुगिसक्यौँ। यहाँ दिदीले भाडा खसाल्नु भयो। सो गाइस, अहिले हामी चाहिँ नि यहाँ बनाउन लागेको तन्न दस अब यहाँ हामी बस्नु लागेको बल्ल। सो गाइस, हाम्रो चाहिँ नि हामी यहाँ राखिसकेका छौँ सामानहरू। सबैको यहाँ चगटीमा यहाँ सबै यहाँ बसिरहेको छन्, म चाहिँ यता बसिरहेको छु गाइस यस्तोमा। सो केक के भयो, केक चप्कियो त्यसैमा। त्यो दुइटा इनुलले हामी तिनजनाले उसलाई यो डेभिडलाई दिनु, यो एउटा कमान्दालाई दिनु अनि एउटालाई दिनु। सो गाइस, हाम्रो चाहिँ यहाँ खाना स्टार्ट भइसकेको छ। ल खानु खानु हजुरलाई यसमा मेरो ब्लगमा देखाइदिन्छु खाएको। केक पनि मेरो चाहिँ यहाँ होइन चाउमिनमा चाहिँ केक पनि लागेको छ अघि न खसेको। रमाइलो भयो गाइस। चटनी त धोस्तै पिरो रहेछ लास्टै। कति धेरै हो चटनीहरू नि, यहाँ पनि छ धेरै धेरै। पैसा कति भयो अनुसार हिसाब गरेर खाइ यो 50 मैले कति दिनु पर्यो? भ्लगर हुनु पनि फाइदा हुँदो रहेछ गाइस। ल सबैजना भ्लगर हुनु। पुरै खान सक्दैन भने सस कति धेरै त्यस्तो मिठो हुन्छ। केटाको मिठो के गर्नु न मभन्दा मोटी भएर होला नि। डेभिड यता हाई यो घुमाइदेऊ कसरी हो घुम्ने।
होइन घुमे 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 हात दुखायो चक्कर लायो यहाँ आएर न खुट्टा पनि लाउन त म पकडेर भिडियो गर्नु सो गाइस अहिले चाहिँ नि हामी घर जानु लागेको र राति पनि परिसकेको छ यतादेखि सबैजना जान लागिसक्नु भएको छ सुनसान भइसक्यो यो एरिया अब त्यहाँ बसमा जान लाउनु पर्छ यहाँ कारहरूमा जान लाउनु भएको छ गाइस सो अब चाहिँ हामी जान्छौँ अनि यो सुनौल हिल पार्कमा हजुरहरू आउन सक्नुहुन्छ यहाँ चाहिँ धेरै राम्रो ठाउँ छ अनि यहाँ पिकनिक स्पटहरू रहेको छ 1 2 3 4 5 5वटा अनि यता पिङहरू छ फोटोसोटो खिच्ने ठाउँहरू छ अनि यहाँ चाहिँ नि बिहान बिहान मर्निङ वाक आउनेहरू केटाहरू हुनुहुन्छ नि जसले त्यसको लागि चाहिँ नि एक्सर्साइज गर्ने ठाउँहरू पनि रहेको छ